आज नि यति साह्रो हामीले क्रिस्चियनले आफ्नो गवाई आफै बिगारिरहेका छौँ। मलाई दुःख लागेको, मलाई कतिचोटि नि मलाई घोचेको कुरो चाहिँ यो सुन्नुहोस् है, हामीले सायद त्यो रिभाइभल फर्कै ल्याउन सक्दैनौँ होला जस्तो लाग्छ मलाई। थाहा छैन, अब सायद सक्छौँ पनि कि, या त प्रभुले अझै यस्तो खालके मण्डलीलाई जन्माउनुहुन्छ कि बा। सुन्नुहोस् है, बाइबलले भन्छ अघिको पछिको अघि भन्छ। फेरि याद गर्नुहोस्। अनि तपाईँले आफूलाई जाँच्नुहोस्, तपाईँ म कहाँ छु, पछि छौँ कि अघि छौँ? याद गर्नुहोस्, एकदमै याद गर्नुपर्ने कुरो हो। त्यो जागृतिलाई ल्याउनु नै नि, सुन्नुहोस् है, त्यो जागृतिलाई ल्याउनु नै तपाईँले नि परमेश्वरको सामर्थ्य अनि शक्तिलाई पक्रिनु हो। जब त्यो जागृति आउँछ नि, त्यो जागृति यो ठाउँमा आयो भने चाहिँ नि तपाईँ हरेक कोही, याद गर्नुहोस्, तपाईँ हरेक कोही हिँड्दै गरेको बाटोमा नि तपाईँको हावा लाग्दाखेरि नै नि लङ्गडाहरू हिँड्छ, अन्धाहरू देख्छ, किडनी डिजिजेस, क्यान्सर जस्तो डिजिजहरू पनि निको हुन्छ। तर त्यो जागृति चाहिँ आउनु पर्यो। अब त्यो जागृतिलाई ल्याउनुको लागि चाहिँ के हो? गवाई हो। कालिम्पोङले नि गवाई बिगारेको छ, कालिम्पोङको विश्वासीले गवाई बिगारेको छ। कालिम्पोङमा अहिले देख्नुभयो, भागेर पनि क्रिस्चियनले बिहा गर्छ, झुन्डेर पनि क्रिस्चियनै मर्छ। सुन्नुहोस्, झगडा पनि क्रिस्चियनै अगाडि। सुन्नुहोस् है, चोर चट्टु छ, क्रिस्चियन अगाडि छ। किन चाहिँ यो गवाई बिग्रिँदैछ? किन त्यो रिभाइभललाई हराउँदैछ? सुन्नुहोस्, एकपल्ट ठुलो एउटा रिभाइभल मिटिङ हुँदै थियो, अनि त्यहाँनिर नि कालिम्पोङकोहरू यहाँ आऊ भन्यो। म पनि गएँ। किन प्रभुको एउटा अगमवक्ताले किन गएँ, म त बोलायो, गएँ नि। भन्यो क्या, कालिम्पोङमा अब यस्तो जागृति खनिँदैछ, जुन जागृति चाहिँ आजभन्दा 60-70 वर्ष अगाडि यो कालिम्पोङमा खनिएको थियो। फेरि परमेश्वरले यो कालिम्पोङको पुस्ताबाट त्यो जागृति फर्काइ ल्याउन चाहनुहुन्छ भनेर उहाँले भन्दै हुनुहुन्थ्यो। म त झिरिङ्गै भयो क्या त्यति बेला, खुसी भएँ। त्यो अभिषेकलाई मैले थापेँ, तर म कहिलेकाहीँ मलाई लाग्छ है, थाप्न त थापेँ, मैले त्यो चाहना पनि गरेँ, तर त्यो कुरो भएको छैन। सुन्नुहोस् है, कतै मैले मेरो आफ्नै गवाईको बिगार्दैछु कि है। आज नि म एउटा कुरो के भन्छु भन्दाखेरि नि, हामीलाई त्यो जागृति चाहिन्छ, हाम्रो ठाउँमा चाहिन्छ है। हामीलाई नि बाइबलले के भन्छ भने, थुप्रो गवाईको मेघहरूले हामीलाई घेरेको हुन्छ, गवाईको बादलले हामीलाई घेरेको हुन्छ। सुन्नुहोस्, अब गवाईको बादल भन्ने बित्तिकै नि फिजिकल्ली स्पिरिचुअल्ली दुइटै ठाउँबाट नि हामीलाई गवाईहरूले, विटनेसेसहरूले हामीलाई घेरिरहेको हुन्छ। स्पिरिटमा के छ, के हुन्छ थाहा छ? स्पिरिटमा नि सर्वप्रथम त तपाईँलाई सेवा पुर्याउने स्वर्गदूतहरूले तपाईँले हेरिरहेको हुन्छ। हिब्रो सुन्नुहोस्, भजन सङ्ग्रह 104 रहेछ, भजन सङ्ग्रह 91 11 पनि रहेछ, अनि हिब्रू 1:14 के भन्दो रहेछ भन्दाखेरि नि, हामीलाई सेवा पुर्याउने स्वर्गदूतहरू चाहिँ नि सधैँ नै जो चाहिँ मुक्तिको हकदार छ। फेरि याद गर्नुहोस्, जो कोहीको लागि चाहिँ होइन, फेरि म भन्दिनँ, जो कोहीको लागि चाहिँ जसले नि क्रिस्टमा साँचो उद्धार अनि मुक्ति पाउनु भएको छ। नामदारी क्रिस्चियन पनि हुन्छ। याद गर्नुहोस्, नामदारी क्रिस्चियन चाहिँ मलाई जहाँसम्म लाग्छ उसले मुक्ति पाएको हुँदैन। तर त्यो क्रिस्चियन जो चाहिँ आत्मा अनि सत्यतामा हिँड्दछ, त्यो क्रिस्चियनको बारेमा भन्दछु, किनभने ऊ चाहिँ मुक्तिको हकदार हो। जो चाहिँ मुक्तिको हकदारहरू छन्, यिनीहरूको लागि चाहिँ स्वर्गदूतहरू, आत्माहरू चाहिँ एउटा सेवकाईको निम्ति सेवा पुर्याउन परमेश्वरले खटाउनु भएको हुन्छ। सुन्नुहोस् है, गवाईको मेघहरू चाहिँ नि एउटा स्पिरिट चाहिँ यिनीहरू हो। स्वर्गदूतहरूले तपाईँ अनि मलाई सधैँ हेरिरहेको हुन्छ, तपाईँ अनि मलाई सधैँ निहालिरहेको हुन्छ। यिनीहरू मात्र होइन, सुन्नुहोस्,
आत्मिक एउटा स्पिरिचुअल एउटा बिइङ्स, एउटा आत्मिकी क्रिचर्सहरू, आत्मिकी जीवहरू चाहिँ अझै को छ भन्दाखेरि चाहिँ जो चाहिँ आजभन्दा अगाडि प्रभुमा जानेहरू, प्रभुमा सुत्नेहरू, यिनीहरू सबै आत्मिकी, यिनीहरू स्पिरिचुअल, यिनीहरू आत्मिकी मेघहरू हुन्, विटनेसेसहरू हुन्, बाइबलको हिरोजहरू। बाइबलमा थुप्रो नायकीहरू छ। मूसा, एलिया, एलिसा, योसु, अब्राहम, थुप्रा यस्ता प्रभुको मान्छेहरू छन्। यिनीहरू पनि के हो? साक्षीहरू, गवाहीहरू। हामी कुन चाहिँ आयाममा हामी हिँड्दैछौँ, कुन डाइमेन्सनमा हामी हिँड्दैछौँ, भुइँमा हिँड्दैछौँ भन्ने चाहिँ याद गर्नुहोस्। तपाईँको गवाई राम्रो छैन। तर तपाईँले तपाईँको डाइमेन्सनलाई चेन्ज गर्नु भएको छ। तपाईँ माथिल्लो स्तरमा, माथिल्लो पोजिसनमा हेर्दै हुनुहुन्छ भनेदेखिलाई नि तपाईँको वरिपरि तपाईँलाई हेर्दै गरेको स्वर्गदूतहरू, तपाईँलाई सेवा पुर्याउने स्वर्गदूतहरू आज खुसी छ अनि उनीहरू समर्थिलो हुँदैछ। तपाईँको प्युरिटीले, तपाईँको त्यो के भन्छ त्यसलाई, त्यो पवित्रताले, त्यो पवित्र एउटा नवीकरणले। सुन्नुहोस् मिठो कुरो। अनि त्यो अरू अन्य जो चाहिँ प्रभुमा सुत्नेहरू, त्यो नायकेजहरू, हिरोजहरू, आज तिनीहरू पनि सुन्नुहोस् है, तिनीहरू पनि आज के गर्दछ भन्दाखेरि नि, तिनीहरू पनि आज के भन्छ त्यसलाई, तिनीहरू पनि आज यस्तो भइरहेछ तिनीहरूलाई पनि है। कास म पनि त यिनीहरूसँग भए त है, अझै परमेश्वरको महिमित कार्यलाई म देख्थेँ, अझै परमेश्वरको ग्लोरिफाइड वर्कहरू म गर्थेँ। आज त्यो गवाईहरूले भन्दैछ, तपाईँले गर्दै गरेको कार्यलाई देखेर सुन्नुहोस् है, आज थुप मान्दैछ। यदि तपाईँ भुइँमै हुनुहुन्छ, तपाईँको आत्मिक लेभल, तपाईँको गवाई भुइँमा छ, घिस्रिँदैछ, किचडमा छ, सुँगुरको के भन्नु अब मैलामा छ, हिलोमा छ, गनाउने हिलोमा छ, गनाउने पोखरीमा छ, याद गर्नुहोस्। किनभने यसरी हुन्छ, छिटो योभन्दा त बरु मैले राम्रो गवाई बनाएँ यो भन्दैछ। आज नि मण्डली किचडमा छ, मण्डलीले आफ्नो गवाईलाई किचडमा मिलाएको छ, संसारसँग मिलाएको छ भने चाहिँ नि याद गर्नुहोस्। हिलोसँग आफ्नो गवाईलाई मिलाएको छ भनेदेखिलाई नि याद गर्नुहोस्। स्वर्गदूत पनि कमजोर, एकदमै निर्बल, केही गर्नु पनि सक्दैन हो। एउटा स्पिरिचुअली आत्मिकी लेभलमा हेर्दै गर्दा, आत्मिकी आँखाले हेर्दै गर्दा सायद तपाईँको स्वर्गदूत त्यो हिलोसँग किचडसँग मिल्ने गवाई जो छ, त्यो व्यक्तिको स्वर्गदूतको हातहरू सुकिसक्यो होला। स्पिरिचुअली आँखाले हेर्दै गर्दा सुकिसक्यो होला, खुट्टाहरू सुकिसक्यो होला, तपाईँलाई उठाउनु पनि सक्दैन होला लुते भएर तपाईँको गवाईले। अनि अर्को चाहिँ नि गवाईको मेघ भन्ने बित्तिकै नि दुष्ट आत्माहरू पनि हो, हेरिरहेको हुन्छ तपाईँलाई। कहिले चाहिँ तपाईँ अलिकति चिप्लिन्छ, तपाईँलाई स्वाट्टै तानिहालौँ। कहिले तपाईँको मुख अलिकति प्यात्तै जिब्रो टङ स्लिप हुन्छ, जिब्रोलाई तानी बाहिर निकालौँ। दुष्ट त जहिले कहिले काटु र मारु भनेर मात्रै हेतुले मात्रै आउँछ। तर यीशु चाहिँ सबैले जीवन पाओस् अनि यस्तो खालको जीवन, अनन्त जीवन पाओस् भनेर यीशु आउनुभएको, जो चाहिँ आज तपाईँ अनि भएको छ। तपाईँ अनि मेरो चाहिँ आज अब्बा हुनुहुन्छ, बुवा हुनुहुन्छ। दुष्टले यो चाहँदैन, दुष्टले तपाईँले हेरिरहेको छ, तपाईँले तपाईँको गवाईलाई कस्तो बनाउँछ है। यो एउटा स्पिरिट रेममा, एउटा आत्मिकी आयाममा चाहिँ नि, आत्मिक स्तरमा चाहिँ यो कुरोले तपाईँ अनि मलाई विटनेस गरिरहेको छ। हाम्रो गवाईहरू चाहिँ यिनीहरू हो। फेरि एक दिन यिनीहरूले भन्छ परमेश्वरको अगाडि हामी जाँदै गर्दा, सुन्नुहोस् है, भला स्वर्गदूतले या त प्रभुको ती नायकीहरूले, बाइबलको विद्वान नायकीहरूले भला तपाईँलाई माया गरेर कतिवटा कुरोहरू लुकाउनु खोज्ला। दुष्टले लुकाउँदैन, शैतानले लुकाउँदैन, यत्रो कुरा पनि कोटाइ निकाल्छ। सुन्नुहोस्, यो मान्छे यसले त पास्टरको कुरा गर्दै थियो, यसले त एल्डरको कुरा गर्दै थियो, यसले त चर्चको पनि के गर्दै थियो, यसले त सुन्नुहोस् है